हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गर्दछु हैन। आज चाहिँ म बङ्गाली मार्केटतिर जान लागेको छु। कस्तो हुन्छ हेरौँ है त। मेरो साथमा दुईजना दाइहरू हुनुहुन्छ। हामी तीनजना दाजुभाइ भएर चाहिँ मस्त रनिङ हान्दै हैन जाँदैछौँ। दाइहरूको गफ सुन्यो, हिँड्दैछौँ बाटोमा। यो देख्न सक्नुहुन्छ, यही लाग्छ है एउटा चाहिँ मार्केट यही लाग्छ। यो सब देख्नुभएको छ नि, सब इलिगल काम हो यो सबै। यो बजार राख्ने बाहिर इलिगल हो सबै। पुलिस आइराख्छ बेला बेलामा लखट्नको लागि। पुलिस आउने बित्तिकै सब छोडेर भाग्छन् हैन। आफू चाहिँ लुक्न जान्छन्। सामान जेसुकै होस् पुलिस आउँछ उठाउँछ लान्छ। आफू त सेभ हुनु पर्यो नि। हामी चाहिँ बिस्तारै अगाडि जाँदैछौँ। त्योदेखि हल्का रोडमा नि हिँड्नुपर्छ। त्यसैले भिडियो चाहिँ खासै बनाउन पाइन्न। रोडमा त अब डेन्जर हुन्छ नि त, गाडी आएको आइ हुन्छ। त्यसैले हामीहरू चाहिँ रोड क्रस गरिसक्यौँ। अब हामी मस्त तरिकाले अगाडि जाँदैछौँ हैन। पहिला नि आएको, पहिला आउँदा चाहिँ पुलिसले लखटेर मार्केट पुगेर आलुको बोरा लिइसके। आज नि पुलिसले लखेटेको लखेटे गरेछ। त्यसैले हामी छिटै निस्क्यौँ, डेन्जर हुन्छ त्यही भएर। अरू चाहिँ अर्को मार्केटमा लिग्छु र मैले अर्को मार्केटमा लिगिसकेँ र म हिँड्दैछु। हामीहरू चाहिँ हिँड्दैछौँ रुममा। अब सबैले माया गरिदिनु भएको छ, योभन्दा धेरै गरिदिनु हुन्छ भन्ने आशा गर्छु हैन। त्यसैले यति भन्दै म चाहिँ भिडियो एन्ड गर्छु। सबलाई थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो। माया छ सबलाई मनैदेखि।